सुनचाँदी क्षेत्रमा रहेका 3वटा महासंघले संयुक्त रूपमा सुनचाँदी सम्बन्धी कार्यविधि 2082 एवं वर्तमान अवस्थामा यस क्षेत्रसँग सम्बन्धित समसामयिक विषयक विचारगोष्ठी आयोजना गरेको छ। धेरै समय नलिकन आजको प्रमुख विषयवस्तुतर्फ प्रस्थान गरिरहेका छौं। आजको मुख्य विषयवस्तु तपाईँ हामी सबैलाई थाहा नै भएको हो। एउटा सुनचाँदी कारोबार नीति निर्देशिका सम्बन्धी एउटा कार्यशाला गोष्ठी हो। नेपाल रत्न तथा आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष श्री द्वारिका शङ्करज्यूलाई पनि नेपाल रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ एवं नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशभित्र रहेका महासंघमा आबद्ध संघ संस्थाहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। जहिले पनि यो एनर्जीलाई चाहिँ बढाउनलाई, ऊर्जालाई तपाईको चाहिँ यो चाहिँ हाम्रो जुन बल छ, यो बललाई युनाइट गर्नको लागि एकदम जरुरी छ। यो बल युनाइट नभएको कारणले गर्दाखेरि आज बजारमा धेरै कुराहरू छताछुल्लो भएको अवस्थामा छ। कार्यक्रममा सुनचाँदी महासंघका महासचिव किरण भाइ बज्राचार्यले सुनचाँदी सम्बन्धी कार्यविधि 2082 प्रस्तुत गरेका थिए। पनि हेर्नुहोस् हैन, यसमा हामीले चाहिँ अब भावी रूपमा गर्नुपर्ने कार्यहरू र महासंघ तीनवटै महासंघले गरेका महत्त्वपूर्ण कार्यहरू र भविष्यमा पनि तपाईहरुको यही आजको फ्लोरबाट आएका विभिन्न सुझावहरूलाई सङ्कलन गरेर हामी सम्बन्धित निकायमा मन्त्रालय होस् वा मन्त्रीज्यूका होस् कहाँ जानुपर्ने हो त्यहाँ गएर चाहिँ हामी डेलिगेसन गएर आज देशभरि विराट रूपमा 60वटा प्रदेशमा चाहिँ हाम्रो यो कार्यशाला गोष्ठी भइरहेको अहिलेको अवस्थामा 60वटा प्रदेशमा यही समयमा देशभरि नै भइरहेको पनि म यहाँ जानकारी गराउन चाहन्छु। र आजको यो विभिन्न सुझावहरूलाई लिएर हामी सम्बन्धित निकाय र हामी आफै भित्र पनि एउटा गृह कार्य गरेर एउटा विराट राष्ट्रिय भेला पनि चाँडै नै गरेर टुङ्गो लगाउने पनि म यहाँ जानकारी गराउँछु र म यहाँ यो कार्यपत्रलाई सरसटी वाचन गरेर सुनाउँछु। उक्त कार्यपत्रमाथि नेपाल रत्न तथा आभूषण महासंघका सूर्य बराल एवं तुलक प्रसाद विश्वकर्माले टिप्पणी प्रस्तुत गरेका थिए। हामी सुन बैंकबाट किन्छौँ र उपभोक्तालाई बेच्छौँ। उपभोक्ताले बेच्न ल्याउँछन्, हामी किन्छौँ। हाम्रो सुन कसले किन्दिने? किन हामी यस्ता कुराहरू राख्न सक्दैनौँ? के अहिलेको बजारको अवस्था यो छैन? किनभने चाहियो नि त, खरिद बिक्री त हुनु पर्यो नि त। हामीले चाहिँ ग्राहकको अनिवार्य किन्नै पर्ने। तपाईँ हामीसँग भएको बढी सुन चाहिँ कसले किन्ने त? त्यसले गर्दा यो समस्यामा पनि यस्तो कार्यपत्रमा चाहिँ आओस् भन्न चाहन्छु। त्यस्तै गरेर अर्को विषयवस्तु के छ भने वास्तवमा सुन तपाईँ हामी व्यवसायलाई दिने हो कि कारखानालाई दिने हो? यो कुरा एकदम अब यसले के भन्यो भन्नु होला, फेरि यहाँ दिग्गज व्यक्तिहरू हुनुहुन्छ हैन। वास्तवमा विदेशको चाहिँ विभिन्न देशहरूको चाहिँ हेर्ने भने के हो त भन्दाखेरि कारखानाले सुन पाउने हो र तपाईँ हामीले चाहिँ त्यहाँ सामान किनेर ल्याएर त्यसपछि त्यसको प्रॉफिट राखेर चाहिँ सामान बेच्ने हो। अनि समस्या आउँछ? आउँदैन नि त। अहिले त के छ भने तपाईँ हामी नै आफै चाहिँ कालीगढ, तपाईँ हामी आफै चाहिँ त्यसको उद्योगी। अनि यसरी यसको समस्या भनेको निराकरण गर्नका लागि पनि हामीले यस्ता कुराहरू कार्यपत्रमा चाहिँ प्रस्तुति गर्नुपर्छ र राज्यलाई यो कुरा वास्तविक समस्या के हो त? मैले यो सर्ट किन्छु, गार्मेन्टबाट यसको यति ज्याला भनेर तोकेको हुन्छ? हुँदैन नि त। त्यो गार्मेन्टमा लाग्ने खर्च पुरै चाहिँ आइसकेको हुन्छ। अब त्यसपछि व्यापारीले ल्याएर कति प्रॉफिट राख्ने भन्ने कुरो त उसको अधिकारको कुरा हो नि त। यो सुन चाँदीको क्षेत्रमा पनि तपाईँ हामीले चाहिँ उद्योगहरू सञ्चालन गरेर व्यवस्थित गरेर तपाईँ हामी नै मिलेर गर्न सक्छौँ। त्यहाँबाट चाहिँ मानौँ न, जस्तै राम कुमारले चाहिँ उद्योग सञ्चालन गर्दा उसको टिमले उद्योग सञ्चालन गर्यो भने म त्यहाँ गएर वस्तु किन्छु अनि त्यो उसको लागत उसले लिन्छ, त्यसपछि मैले त्यो वस्तु ल्याएर बेच्न सक्छु। त्यसले गर्दा यस्ता कुराहरू चाहिँ यो कार्यपत्रमा अझ समेटिदिनु हुनको लागि म चाहिँ तीनटै महासंघलाई आह्वान गर्छु। आदरणीय साथीहरू, हामी अहिले सबैले स्वीकारेकै कुरा के हो भन्दा हाम्रो व्यवसाय एउटा जटिल मोडमा पुगेको छ। यसमा हामी सबै कन्भिन्स छौँ। त यो जटिल मोडमा पुग्नुको
रिजनहरू के हो र अहिलेको प्रेजेन्ट सिचुएसनमा के फ्याक्टर्सहरूले के एलिमेन्ट्सहरूले हामीले हाम्रो व्यवसाय जोखिममा छ भन्न बाध्य छौँ भन्ने विषयमा यहाँ विश्लेषण गर्ने कुरामा एनालाइसिस गर्ने कुरामा चाहिँ कहीँ न कहीँ अलिक कमजोरी भएको हो कि जस्तो मलाई लाग्छ। यो हामी समग्र व्यवसायलाई हिजोदेखि आजको अवस्थासम्म जुन कन्डिसनमा हामी गइरहेका छौँ, जुन रफ्तारमा पुगिरहेका छौँ, त्यसले हामीलाई सही दृष्टिगोचर सही मार्गदर्शन दिन सकेन। त अहिलेको प्रेजेन्ट सिचुएसनमा हामी कस्तो कन्डिसनमा छौँ भन्ने विषयमा चाहिँ अलिकति मलाई छुटेको जस्तो लागेको छ। उदाहरणको लागि अहिले हामी व्यवसाय सबभन्दा ठुलो समस्या परेको पहिलो विषय भनेको कच्चा पदार्थकै अभाव हो नि त। र दोस्रो कुरा अहिले जुन मूल्य वृद्धि भइरहेको छ, अस्वाभाविक ढङ्गले मूल्य वृद्धि भएको छ र हाम्रो कस्टमर्सहरू, हाम्रो कन्ज्युमर्सहरूको जुन अफोर्ड गर्न सक्ने क्रय शक्तिमा कमी आइरहेको छ र त्यसको लागि हामीले अब उहाँहरूलाई चाहिने जुन तयारी सामान हो, कुन प्रकारको सामान हामीले उहाँहरूलाई उपलब्ध गराउने त अब यस विषयमा हामीले एनालाइसिस गर्न जरुरी छ भन्ने मलाई लाग्छ। अन्य कुराहरू धेरै आएको छ। फेरि पनि मलाई के लाग्छ भन्दाखेरि कुनै पनि यो कार्यपत्रहरू तयार गर्दाखेरि त्यो संस्थाको अर्थात् कुन विषयमा हामीले त्यो व्याख्या गर्न थालेको, त्यसको सबल पक्ष, त्यसका दुर्बल पक्ष र त्यसका चुनौतीहरू र साथसाथै अब त्यो सबै चुनौतीबाट उन्मुक्ति पाउनुको लागि अथवा चुनौतीलाई फेस गरेर अगाडि जानुको लागि अबको दिनमा अब कस्तो खालको कार्ययोजना हुनुपर्छ भन्ने कुराहरू चाहिँ कार्यपत्रमा समेट्नुपर्छ। यी कुराहरू कहीँ न कहीँ अलि ल्याकिङ भएको हो कि जस्तो मलाई चाहिँ लागेको छ है त। नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष रविन्द्र साक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल सुनचाँदी महासंघका निवर्तमान अध्यक्ष माणिक रत्न साक्य, नेपाल रत्न तथा आभूषण महासंघका उपाध्यक्ष प्रेम खाती लगायतले शुभकामना मन्तव्य राखेका थिए। एउटा महत्त्वपूर्ण कार्यक्रम आज हामीले जुन गरिरहेका छौँ र सामूहिक रूपमा सबैको सक्रिय छलफल र सहभागिताबाट एउटा राम्रो निचोड निस्किन्छ भन्ने कुरामा पनि म एकदम विश्वस्त छु र यस्तो महत्त्वपूर्ण कार्यक्रममा चाहिँ यहाँहरू सबैको सक्रिय सहभागिताको लागि म एकदम आह्वान गर्दै यहाँहरू सबैलाई पुनः एकचोटि हामी तिनटै महासङ्घको तर्फबाट पनि र मेरो व्यक्तिगत तर्फबाट स्वागत गर्दै नीति नियमहरूको अभावमा जुन विभिन्न किसिमको अनुगमनहरू अहिले भइरहेछन् असल पसलमा, त्यो अनुगमनबाट हामी व्यवसायहरू कसरी बचाउने महासङ्घको काम अहिले चाहिँ जुन तिनटै महासङ्घमा हामी रहेका छौँ, हाम्रो आफ्नो सङ्गठनले हाम्रो व्यवसायको सुरक्षा गर्नुपर्छ। सबैभन्दा पहिलो व्यवसायको चाहिँ सुरक्षा हुन सकेन भने, त्यसको चाहिँ जुन एउटा नीति नियमको चाहिँ आवश्यकता छ त्यो पूर्ति गर्न सकेन भने, यसमा आवश्यक ऐन कानुनहरू हामीले निर्माण गर्न सकेन भने अरू कामहरू यसको अगाडि चाहिँ गौण हुन जान्छ, त्यसको कुनै औचित्य र त्यसको महत्त्व चाहिँ कम हुन जान्छ, किनभने हाम्रो व्यवसाय असुरक्षित छ। त्यस कारणले गर्दाखेरि सबैभन्दा पहिलो हाम्रो चाहिँ महासङ्घहरूले अवलम्बन गर्नुपर्ने बाटोमा सर्वप्रथम हाम्रो व्यवसायलाई कसरी सुनिश्चित गर्ने, सुरक्षित गर्ने त्यो वातावरण बनाउनको लागि काम गर्नुपर्छ। र यस अर्थमा अहिले भर्खरै जुन चाहिँ कार्यपत्र प्रस्तुत भएको छ, धेरै कुराहरू एकदम इलाबोरेट तरिकाले डिटेलमा विस्तृत रूपमा त्यसमा आएको छ। साथीहरू सबैजना यहाँ आउनुभएको छ र प्रदेशमा यो कार्यक्रमहरू भइरहेको सन्दर्भमा विभिन्न प्रदेशको आफ्ना आफ्नो समस्याहरू फरक छ। मध्य प्रदेशको समस्या चाहिँ बागमती प्रदेशसँग मिल्दैन, बागमती प्रदेशको समस्या गण्डकी प्रदेशसँग मिल्दैन। त्यो आफ्नो आफ्नो प्रदेशको आफ्नो आफ्नो समस्याहरू छ र महासङ्घले यी सबै प्रदेशहरूको विभिन्न चाहिँ जुन किसिमको चाहिँ अलग अलग समस्याहरूलाई पहिचान गरेर समाधानको बाटोमा लिएर जानु आजको आवश्यकता हो र आजको यस कार्यक्रमले पक्कै पनि त्यो आवश्यकतालाई पूर्ति गर्नको लागि चाहिँ यसले मद्दत गर्नेछ र हामी सबैलाई एउटा एकताको सूत्रमा बाँडेर हामी सबै एक ठाउँमा बसेर सरकारसँग जुन चाहिँ हाम्रो व्यावसायिक वातावरण बनाउन र व्यावसायिक सुरक्षाको लागि आवश्यक नीति नियमहरू बनाउनको लागि अगाडि बढ्नुपर्छ भन्ने मेरो आफ्नो भनाइ राख्दै
म यो आजको यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै सरकारमा त्यो प्रभावबाट हामीले कसरी उन्मुक्ति पाउने वास्तवमा के हामीले जतिमा किनेको त्यतिमै बेचेर फाइदा छ त अघि भर्खर हाम्रो अध्यक्षज्यूले भनिसक्नु भएको छ 7 दिनसम्म सुनको गहना लाउन पाउने र दोलन फर्केर आइसकेपछि गएर फिर्ता दिएपछि 100% दिनुपर्ने यस्तो पनि हुन्छ काहीँ हाम्रो लगानी कहाँको दिनदिनै रेट बदलिन्छ त्यसको कसले लिदिने त्यसको के हामी अब सबै अब हिजोको समयमा त के अरे उहरूले त कृषकहरूले जुन किसिमले अब आफूले फलाएका चिजहरू बाटा फ्याले त हाम्रो त्यो त बाटा फ्याल्न पनि नमिल्ने चिजहरू त्यो चाहिँ किनभने हाम्रो त भविष्य नै जाने चिज हो नि त त्यस कारणले गर्दाखेरि त्योभन्दा पनि हामीले अहिले नयाँ साथीहरूको जुन किसिमले पीडा आएको छ त्यसलाई चाहिँ एउटा सम्मानपूर्वक रूपमा हामीले चाहिँ महासङ्घले अस्तित्व कायम गरेर जानुपर्छ जस्तो लाग्छ र जुन किसिमले उहाँहरू पनि एउटा कुरो चाहिँ म यहाँबाट के आग्रह गर्न चाहन्छु भने हामी नै अब यो सङ्घ र महासङ्घले केही गर्न सकेन अब हामीले चाहिँ गर्छौँ भनेर जानुहुन्छ भने उहाँहरू पनि फेरि दुर्गा प्रसादको ताल हुन जान सक्छ त्यस कारणले गर्दाखेरि सबैसँग हातैमा हात मिलाएर हामीले हातमा हात काँधमा काँध मिलाएर एउटा चिज के बुझ्न चाहन्छु भने हाम्रो महासङ्घले एउटा अवधारणा राखिरहेको हुन्छ नेपाल सुनचाँदीले अर्को अवधारणा राखिरहेको हुन्छ त्यो कुराहरूलाई चाहिँ एक ठाउँमा बसेर जुन किसिमले एउटा कार्यदल तयार गरेर निचोडका साथ हामीले अगाडि बढ्न सक्यौँ भने र जुन साथीहरू अहिले एउटा आन्दोलनको परिस्थितिमा जानु भएको छ उहाँहरूलाई पनि समेत हामीले साथमा लिएर जान सक्यौँ भने अवश्य पनि यो हाम्रो एउटा गरी खाने वातावरण बन्छ जस्तो लाग्दै मलाई यहाँहरूलाई सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। विशिष्ट अतिथि एवं नेपाल रत्न तथा आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष द्वारिका शंकरले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्दै कार्यपत्र जारी नभएसम्म यो सहकार्य रहने बताए। र हाम्रो उद्देश्य के हो भने अहिले चाहिँ सुन ब्याङ्कबाट हामीले प्राप्त गर्दाखेरि कमसेकम 100 ग्रामको बार ल्याइयोस्, 200 ग्रामको बार ल्याइयोस्, 500 ग्रामको बार ल्याइयोस्। यसरी सक्ने जुन खालको एउटा क्याटेगोरी छ जसले चाहिँ आधी किलो खरिद गर्न सक्छ उसले आधी किलो, जसले 200 ग्राम सक्छ 200 ग्राम, 100 ग्रामको 100 ग्राम, त्यो चाहिँ सहज रूपमा आपूर्ति होस् भन्ने हाम्रो तिनटै महासङ्घको यो संसङ्गत अवधारणा पनि हो र यसमा हामी लागेका पनि छौँ र आपूर्तिको समस्या पनि हामी एकदमै क्रियाशील भएर हामीले पुग्नुपर्ने ठाउँ कहाँ कहाँ हो, कुन उसमा जानुपर्ने हो भनेर हामीले गरेका पनि छौँ र राष्ट्र ब्याङ्कमा अहिले नयाँ कार्यविधि बनेर तयार छ। अब अहिले गभर्नर नेपाल सरकारले नियुक्ति गर्न ढिला भएको कारणले गभर्नर नियुक्ति गर्नु उहिले हुनुपर्ने अब 1.5 महिना भइसक्यो, गभर्नर नआएको कारणले त थन्किएको छ। त्यो कस्तो खालको आउँछ त्यसपछि हामी त्यसमा समाहित हुने हो कि होइन, त्यो मान्ने हो कि होइन, त्यो अमान्य भयो भने हामी त्यसलाई फेरि यसरी नै सामूहिक सभामा लान्छौँ। र अर्को कुरा रह्यो यो हामीले 2071 साल 70 साल वैशाखमा वाणिज्य मन्त्रालयको लालमणि जोशीसँग एउटा सहमति नै गरेका थियो, लिखितै भएको थियो त्यो बेलामा। त्यो लिखित भएको थियो 15 दिनभित्र चाहिँ तपाईँहरूलाई कार्यविधि तयार गरेर हामीले दिने भनेर गरिएको थियो। त्यता 15 दिन कति गए, हामीले महासङ्घहरूले कतिवटा चाहिँ त्यो कार्यविधि बनाइसके, कति ठाउँमा पुगिसक्यो, हुँदा यो सबै कुराबाट मन्त्रालयबाट पास भइवरी मुख्य सचिवमा पुगेको थियो। त्यसपछि त्यसको अत्तपत्त भएन, अहिलेसम्म आएको छैन। अब त्यसमा हामी फेरि अलिकति फेरबदल गरेर त्यही निर्देशिका हुँदैन। अब त्यसलाई अहिलेको वर्तमान परिप्रेक्ष्यमा त 12 वर्ष अगाडि बनाएको निर्देशिका र अब अहिले बनाएको निर्देशिका फरक पर्न सक्छ। अब त्यसलाई हामी फेरि पुनर्लेखन गरेर हामी जाँदैछौँ वाणिज्य मन्त्रालयमा, त्यहीँबाट सबै कुराहरू हुन्छ। र यी सबै कुराहरू तमाम कुराहरूलाई मध्यनजर गरेर अब महासङ्घहरूले केही गरेन भन्ने कुरामा चाहिँ यहाँहरूले ढुक्क भए हुन्छ। महासङ्घहरू लागिपरेका छौँ, महासङ्घका पदाधिकारी बसेका छौँ, हामीले जानुपर्ने डेलिगेसन कहाँ कहाँ जानुपर्ने, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तपाईँको त्यहाँ वाणिज्य मन्त्रालय, हाम्रा सम्बन्धित स्टेक होल्डरहरू यी सबै ठाउँमा पुगेर हामीले एक किसिमले डिप्लोमेटिक ढङ्गले कुरा गरिसकेका छौँ। अब यो डिप्लोमेटिक ढङ्गले कुरा गर्दा सरकारले सुन्दैन भने, डिप्लोमेटिक ढङ्गले उनीहरूसँग वार्तालाप गर्दा उनीहरूले चाहिँ हाम्रा मागहरू पुरा गर्दैनन् भने त्यसपछि हामीले अर्को चरणबद्ध आन्दोलनको पनि घोषणा गर्नुपर्ने हुन्छ
यो पनि अब त्यो बेलामै हामी यहाँलाई सूचित गराउँछौँ। विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले कार्यपत्रमाथि सुझाव प्रस्तुत गर्दै अब चाँडै नेपाली सुनचाँदी व्यवसायीहरूले यस क्षेत्रसँग सम्बन्धित व्यावसायिक कार्यविधि पाउने विश्वास व्यक्त गरे। सरकारले इन्भेस्टिगेसन अनुगमन गर्नुभन्दा बरु सङ्घहरूले नै गर्नुहोस् न, तपाईँहरू मिहिनेत गर्नुहोस्। कुन पसलले कुन लेभलको गरिरहनु भएको छ, कहीँ कसैलाई समस्या परेको छ भने त्यसलाई हेर्ने सिकाउने कुराहरू चाहिँ इन्भेस्टिगेसन सङ्घहरूले गर्नुपर्छ भन्छु म चाहिँ। सो आज हामीले व्यवसाय गर्ने स्थिति छ, खुला रूपले लगानी त्यत्रो गरेर बसेका हुन्छौँ हामीले। एउटा अगाडि एउटा डन्ठे पुलिस मात्रै हिँड्यो भन्यो भने बा केही काम पो बिगारिएको थियो कि भन्ने स्थिति सिर्जना भएको छ। हामीलाई केही चाहिएको छैन, एउटा स्पष्ट साधारण नीति निर्देशिका मात्रै बनाइदिनुहोस् न। हामीले एउटा बोर्डमा झुन्ड्याएर चाहिँ लु हामीले यसरी कारोबार गर्दैछौँ भनेर छाती फुल्याएर काम गर्न पाइयोस्। सुन कहाँबाट किन्ने, कहाँ बेच्ने त्यो एउटा माध्यम बनाइदिनुहोस्। भोलि कोही आएर राजस्वहरूकै मान्छे आएर सोद्धाखेरि पनि हामीले यसरी कारोबार गर्दैछौँ है भन्ने खालको वातावरण बनाइदिनुहोस्। यो हामीले अहिले मात्रै होइन, तपाईँहरूले भन्नुहोस् के तपाईँहरूलाई के पुगेको छैन। आन्दोलन गर्ने हो भने हामी 1 महिना पसल बन्द गर्छौँ। तपाईँहरूको सरकारलाई नि थ्रेटन दिने हो भने सरकारलाई नि तपाईँहरूले सक्नुहुन्न भने भन्नुहोस्, हामी सबैले पसल बन्द गर्छौँ, सबैजना हामी लाग्छौँ। तर यो डराई व्यवसाय गर्न हामी सक्दैनौँ। हामीले आज हाम्रो छोराछोरीलाई सके अस्ट्रेलिया अमेरिका पठाउँछौँ, नसके दुबई भए पनि पठाउँछौँ, किनभने यो व्यवसाय नै जोखिम छ। अब जति कमाउने कमाइयो, अब हाम्रो छोराछोरीलाई हामीले यो व्यवसायमा हाल्दैनौँ। किन त भन्दाखेरि तपाईँहरूले स्पष्ट नीति नियम कहिले बनाउनै सक्नुहुन्न। जहिले तहिले यही हो। हामीले कसलाई सोध्ने त? महासङ्घलाई सङ्घलाई सोध्ने होइन। सोद्धाखेरि उहाँले के भन्नुहुन्छ, भाइ किन सुन किनेको तिमीहरूले चोरीको, अब यस्तै हो, यही खेप्नुपर्छ तिमीहरूले भन्ने कुरा त्यहाँबाट आउँछ। त्यो सिजनको बेलामा चाहिँ सुन आपूर्ति सहज हुनु पर्यो र हामीले चाहिँ ब्याङ्कबाट सुन खरिद गर्दाखेरि 0.5% चाहिँ नि नाफा हुनुपर्ने अवस्था छ। तर ब्याङ्कले चाहिँ नि हामीले चाहिँ सुन खरिद गर्दाखेरि चाहिँ नि ब्याङ्कले चाहिँ नि मार्जिन दिन सकिरहेको छैन। त्यो चाहिँ नि महासङ्घले चाहिँ नि पहल गर्नु पर्यो। अर्को कुरा चाहिँ नि हामीले चाहिँ नि कोटा प्रणाली चाहिँ नि खारेज गर्नु पर्यो र सिफारिस पनि शुल्क हटाएर बरु हामीले चाहिँ डाइरेक्ट व्यवसायहरूले चाहिँ नि 5 ग्राम 10 ग्राम चाहिँ नि त्यो सुन खरिद गर्नु पर्यो। यसो भयो भने व्यवसायहरूलाई पनि एकदमै सजिलो हुन्छ। त्यो खोजेको कि पसलमा गएर एउटा खालको भनौँ न एउटा खालको आतङ्ककारी शैलीमा चाहिँ हामीलाई एउटा त्रास बनाउने यो 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 समस्याबाट मुक्त हामी हुने चाहिँ कहिले हो, महासङ्घले यसमा पनि ध्यानाकर्षण गराउन चाहन्छु म। प्रमुख अतिथि नेपाल सुनचाँदी महासङ्घका वरिष्ठ उपाध्यक्ष डीएस रत्न साक्यले सहभागीहरूले उठाएका प्रश्न एवं जिज्ञासाहरूको जवाफ दिए भने कार्यशालामा उठेका विषयवस्तु कार्यविधिमा समेट्ने पहल गरिने बताए। अब ओजिएलमा पहुँच चाहिँ कसको हुन्छ? सर्वसाधारणको हुन्छ, सानाको हुन्छ, लघुको हुन्छ। उद्यमीहरू त यहाँ चाहिँ लघु पनि छन्, साना पनि छन्। सायद मझौला र ठुलोको चाहिँ पहुँच होला पाएर भने गर्न कि सङ्क्रमण काल सुरु हुन्छ। त्यही भएर अहिले चाहिँ महासङ्घले मिक्सको लागि अवधारणा आयात हुनुपर्छ, वितरण हुनुपर्छ, कोटा प्लस मिक्स निजीले पनि चाहिँ पाउनुपर्छ। विशेष गरेर फ्याक्ट्रीहरूको लागि अलग चाहिन्छ। यदि कोटामा 20 किलो चाहिँ राख्ने हो भनेदेखि कमसे कम 30 किलो भए पनि फ्याक्ट्रीहरूलाई चाहियो या निजी चाहिँ आयातकर्ताहरूलाई चाहियो। बैङ्क प्लस निजी क्षेत्र दुवैको मिक्सको अवधारणा महासङ्घले अघि सारेको छ र यो भन्दा पनि लाइसेन्सको हुन्छ कि अरूहरूको हुन्छ कि यदि तपाईँहरूसँग कुनै त्यस्तो चाहिँ हैन सुझावहरू छन् भनेदेखि दिनका लागि पनि म आग्रह गर्दै। काठमाडौँको अनामनगर स्थित किम्ची पार्टी प्यालेसमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता नेपाल सुनचाँदी व्यवसायी महासङ्घ बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न वज्राचार्यले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल रत्न तथा आभूषण महासङ्घ प्रदेश अध्यक्ष हेम राईले गरेका थिए।